नमस्ते सबैजनालाई साउन 7 गते बिहिबारको नेप्से अपडेटमा हजुरहरूलाई स्वागत छ। आज मार्केट 14.17 अङ्कले बढेको छ, 0.52% ले मार्केट आज बढेको छ। 2726.72 मा मार्केट क्लोज भएको छ। मार्केट बढ्दै गर्दाखेरि 4 अर्ब प्लसको टर्नओभर आएको छ है। एडभान्समा 153 वटा कम्पनीहरू बढेको छ, डिक्लाइनमा 111 वटा कम्पनीहरू घटेको छ, अनचेन्जमा 12। टप गेनरमा ECL, SNORL, APHL, SIPD, HFIN देखिन्छ। जेएनजी वाला स्टकहरू टप गेनरमा देखिन्छ। पछिल्लो टाइम अपरेटरहरू फसिरहेको स्टकहरू चलिरहेको जस्तो देखिन्छ है। टप लुजरमा KBSH, बङ्गल, RSML देखिन्छ। टप टर्नओभरमा RSML, AKGCL, रिडी, SOHL, NRN देखिन्छ। टप भोल्युममा AKGCL, रिडी, KBL, NHPC देखिन्छ है। सब इन्डेक्सको कुराकानी गर्छौँ भने आज इन्भेस्टमेन्ट नेगेटिभ, अरू अदर्स नेगेटिभ, अरू सबै पोजिटिभ है। अब मार्केटको हामीले डेलीमा टेक्निकल एनालाइसिसको कुराकानी गर्छौँ भने के छ त सिनारियो भन्दा मार्केटमा एउटा करेक्सनको चान्सेस चाहिँ छ है भनिरहेको थियौँ। तर हाम्रो एउटा स्ट्राटेजीले यो एरियामा 1 आवरमा सेल दिएको थियो। डेलीमा हामी 1 क्यान्डल हेर्छौँ भने 1 क्यान्डल स्ट्राटेजी अहिले सेल दिएको छैन। यो एरियामा हाम्रो कुन एरियाबाट रिजेक्सन खाएको हो त भन्दाखेरि फेयर भ्यालु ग्यापबाट रिजेक्सन खाएको हो र यो अर्डर ब्लकबाट मार्केट के गर्यो त अर्डर ब्लकको माथिको लिक्विडिटी ल्यायो है। मार्केटमा एउटा सानो करेक्सनको चान्सेस छ र हामी पोजिटिभ कहिले हुने त भन्दाखेरि यो क्यान्डलभन्दा तल नै क्लोज गऱ्यो भने चाहिँ अलिकति हेल्दी करेक्सन हुन सक्ने चान्सेस छ। यो क्यान्डलभन्दा तल क्लोज चाहिँ गरेको छैन अहिलेसम्मलाई। अब हामी पोजिटिभ कहिले हुने त भन्दाखेरि यो क्यान्डलभन्दा माथि मार्केट बस्नु पर्यो। यसको मिनिङ हाई कति हो? यसको हाई भने 2755 भन्दा माथि मार्केट बस्नु पर्यो र भोल्युमहरू बढ्दै जानु पर्यो है। 6 अर्ब 7 अर्ब गर्दै भोल्युमहरू बढ्दै जान्छ भने चाहिँ इन्स्टिट्युसनलहरू एक्टिभ छ। बायर हुन्छ मार्केटमा, रिटेलर हुन्छ, इन्स्टिट्युसनल हुन्छ र मार्केटमा यो एरियालाई ब्रेक गर्छ र टर्नओभरहरू 6-7 अर्ब प्लस गर्दै बढ्दै जान्छ भने चाहिँ इन्स्टिट्युसनलहरू नै एक्टिभ छ, मार्केट बढाउन लागिरहेछ भन्ने हुन्छ। टर्नओभर यही 4 अर्ब 3 अर्बको आउँछ भने चाहिँ यो एरियामा मार्केट साइडवेज बस्ने हो कि जस्तो सिनारियो देखिरहेछ। मार्केट यही एरियाबाट जाने नै हो भने पनि हामीले भोल्युमहरूको कन्फर्मेसन चाहिँ हुनुपर्ने हुन्छ है। यो 4 अर्बको भोल्युमले चाहिँ जाँदैन, यो एरिया ब्रेक गर्दैन। 5 अर्ब 6 अर्ब गर्दै भोल्युम बढ्दै जान्छ भने हामी निकै पोजिटिभ हुन सक्छौँ र मार्केटमा एउटा करेक्सनको चान्सेस अहिले पनि देखिरहेछ। हामीसँग यो एरियामा ब्रेक अवे ग्याप बनाएको छ है मार्केटले। फेयर भ्यालु ग्याप भनेको चाहिँ दोस्रो क्यान्डल को हाई भन्दा तेस्रो क्यान्डल तल क्लोज भएको छ भने चाहिँ त्यो फेयर भ्यालु ग्याप हो र दोस्रो क्यान्डलको हाई भन्दा तेस्रो क्यान्डल माथि नै क्लोज भएको छ भने चाहिँ त्यो ब्रेकअवे ग्याप है। ब्रेकअवे ग्याप बनाएको छ भने चाहिँ यो एरियाको फेयर भ्यालु ग्यापलाई तुरुन्तै आएर मिटिगेटेड नगर्न पनि सक्छ। अहिले मार्केटले बनाएको ब्रेकअवे ग्याप हो। फेयर भ्यालु ग्याप बनाएको थियो भने चाहिँ मार्केटले मिटिगेटेड गरेर मात्रै मार्केट माथि जान्छ भन्ने हुन्छ। यो एरियामा मार्केट अहिले नै डाउन साइडै आउँछ 100% भनेर पनि भन्न मिल्दैन, अप साइडै जान्छ भनेर भन्न मिल्दैन। इन्डिसिजन टाइपको क्यान्डल बनाएको छ र भोलिका दिनमा पोजिटिभ हुन्छ भने चाहिँ टर्नओभरहरू पोजिटिभ हुन्छ भने चाहिँ हामी त्यो एरियामा इन्ट्रीको लागि पनि हेर्न सक्छौँ। अलरेडी बाई गरेको छौँ भने अहिले होल्डै गर्न पनि सक्छौँ है। र अब हाम्रो स्ट्राटेजीले के गरेको थियो त भनेर हेर्छौँ भने यो एरियामा हेरौँ है। अब हाम्रो स्ट्राटेजीले त सेल दिएको थियो। हामी स्ट्राटेजी ट्रेडरहरू स्विङ ट्रेडको लागि बाई गरेको थियौँ भने हाम्रो स्ट्राटेजीले सेल दिएपछि सेल गऱ्यौँ। अब हाम्रो स्ट्राटेजीले भोलिका दिनमा अथवा आजका दिनमा बाई दिएको छ स्टकमा भने हामीले के गर्छौँ त बाई पनि गर्छौँ। स्ट्राटेजीले यो एरियामा सेल दिएको हो, अहिलेसम्म बाई दिएको छैन। अब भोलिका दिनमा बाई पनि दियो र टर्नओभरहरू पनि आयो भने त्यो एरियामा बाई गरौँला। अहिलेसम्मलाई बाईको लागि कन्फर्मेसन भइसकेको छैन है। अब वाचलिस्टको लागि कस्तो स्टक हेर्ने त भन्नुहुन्छ भने चाहिँ जेएनजीवाला स्टकहरू धेरै नबढेको स्टकहरू वाचलिस्टको लागि राख्न सक्नुहुन्छ र पोजिसनल ट्रेडलाई बाई गर्छु। त्यति धेरै रिस्क लिँदिनँ, केही टाइम होल्ड गर्न सक्छु, 2 देखि 3-4 महिना होल्ड गर्न सक्छु। रिस्क लिँदैन, रिवार्ड चाहिँ राम्रो भएको स्टक भन्नुहुन्छ भने एउटा HPPL हेर्न सक्नुहुन्छ। 340 बिलो क्लोज भयो भने चाहिँ स्टप लस गर्ने हिसाबले 350-60 को आसपासमा बाई गर्नु होला भनेर हामीले ग्रुपमा पनि हालिदिएको थियौँ। आज चाहिँ 80 पुगेको रहेछ। केही करेक्सनमा बाई पनि गर्न सक्नुहुन्छ। फर्स्ट टार्गेट चाहिँ 384 देखि 390 हुन्छ। सेकेन्ड टार्गेट चाहिँ 411 हुन्छ र थर्ड टार्गेट चाहिँ 443 हुन्छ। यो एकदम सर्ट स्विङको लागि चाहिँ होइन, मिनिमम चाहिँ हजुरहरूले 1 हप्तादेखि 1 महिना मिनिमम होल्ड गर्ने हिसाबले बाई गर्नुहुन्छ भने चाहिँ हजुरहरूको टार्गेटै मिट हुन सक्ने चान्सेस देखिरहेछ है। अर्को वाचलिस्टको लागि चाहिँ हजुरले
एसजिएचएल यो जेएनजीवाला स्टक हो। यसमा चाहिँ टाइट स्टप लस राख्न सक्नुहुन्छ भने चाहिँ इन्ट्री गर्न सक्नुहुन्छ है। कुन एरियामा इन्ट्री गर्ने त भन्दा यो एरियामा मार्केटले स्ट्रक्चर ब्रेकअप स्ट्रक्चर गरेर माथि गएको छ है। अब यो एरियामा हामीसँग के छ त भन्दाखेरि यो आइपिओवाला स्टक हो। यसमा रिस्क चाहिँ हुन्छ है। आइपिओवाला स्टकमा रिस्क चाहिँ हुन्छ। टाइट स्टप लस राख्नुहुन्छ भने चाहिँ स्टप लस भनेको कति त 491 बिलो क्लोज भयो भने चाहिँ बेचिदिन्छु भनेर केही करेक्सनमा बाई गर्न सक्नुहुन्छ। यो स्टकमा पनि एउटा राम्रो स्विङ आउन सक्ने चान्सेस छ। धेरै माथि टार्गेट चाहिँ नराखौँ, 562 सम्मको टार्गेट राख्न सक्छौँ। केही करेक्सनमा स्विङ ट्रेडको एकदम सर्ट स्विङको लागि खातामा आएपछि बेचिदिन्छु, घाटामा भयो भने घाटामा बेचिदिन्छु, नाफा भयो भने नाफामा बेच्छु भन्ने हिसाबले स्विङ ट्रेडको लागि चाहिँ हेर्न सक्नुहुन्छ है। अर्को एचएचएल पनि हेर्न सक्नुहुन्छ। यो एकदम सर्ट स्विङको लागि भन्दा पनि पोजिसनल ट्रेडको लागि बाई गर्छु भन्नुहुन्छ भने चाहिँ एचएचएल पनि हेर्न सक्नुहुन्छ है। पोजिसनल ट्रेडलाई बाई गर्छु भन्नुहुन्छ भने चाहिँ 340 बिलो आउँछ भने चाहिँ एचएचएल हेर्नु होला। बेस्ट बाई जुन चाहिँ 335 हुन्छ त्यो एरियामा आउँदै गर्दाखेरि एचएचएल पनि वाच गर्न सक्नुहुन्छ। यो एरियामा बेस फर्मेसन मल्टिपल बेस फर्मेसन गरेर गएको स्टकहरू चाहिँ एकेजिसिएलहरू यस्तो स्टकहरू चाहिँ के गरेको थियो त मल्टिपल बेस फर्मेसन गरेर गएको थियो। यस्तो स्टकले पर्फर्म गर्न थाल्यो भने चाहिँ जान्छ। यो एरियामा डिमान्ड जोनको पनि लिक्विडिटी ल्याएको छ। यो लिक्विडिटी लिनुको मिनिङ चाहिँ यसमा राम्रो मुभ आउन सक्ने चान्सेस छ। अहिले क्विक चाहिँ नजाला, भोल्युमहरू आइरहेको छैन, तर ढिला चाँडो चाहिँ लगभग हामीले यो एरियासम्मको टार्गेट 416 सम्मको टार्गेट राख्न सक्छौँ है। यो स्टकलाई पनि वाच गर्न सक्नुहुन्छ, तर एकदम सर्ट स्विङको लागि भन्दा पनि पोजिसनल ट्रेडको लागि बाई गर्न सक्नुहुन्छ है। अब अर्को वाच लिस्टको लागि चाहिँ अब आइपिओवाला स्टकहरू देखिरहेछ स्विङ ट्रेडको लागि। त्यो स्टकमा ट्रेड अपर्च्युनिटी हेर्न सक्नुहुन्छ। टाइट स्टप लस राखेर ट्रेड गर्न सक्नुहुन्छ। ट्रेडर हुनुहुन्छ, टेक्निकल एनालाइसिस जान्नु भएको छ भने मात्रै त्यस्तो स्टक हेर्नु होला। टेक्निकल एनालाइसिस जान्नु भएको छैन भने चाहिँ त्यस्तो स्टक चाहिँ नहेर्नु होला। र लो रिस्क हाई रिवार्ड भएको स्टकहरू चाहिँ एक्सट्रिम डिमान्ड जोनमा भएको स्टकलाई फन्डामेन्टल राम्रो पनि छ, बोनस पनि दिन्छ, क्यास पनि दिन्छ र फन्डामेन्टल राम्रो पनि छ भने चाहिँ त्यस्तो स्टकलाई पार्सियल्ली बाई गर्न सक्नुहुन्छ। र हजुरहरूले ट्रेड गरेर प्रफिट कमाउनु भएको छ भने चाहिँ त्यो प्रफिट भएको स्टकलाई चाहिँ फन्डामेन्टल राम्रो स्टकमा क्यास जति प्रफिट हुन्छ त्यो चाहिँ एसआइपी स्टाइलमा फन्डामेन्टल राम्रो स्टकहरू किन्दै जाने प्रफिट भएको स्टकले, र ट्रेड गरेर प्रफिट भएको स्टकले चाहिँ फन्डामेन्टल राम्रो स्टकहरू किन्दै जाने। त्यसले लङ टर्ममा पावर अफ कम्पाउन्डिङ हुँदै जान्छ र यता हामीले स्विङ ट्रेड पनि थोरै गर्दै हामीले के गर्न सक्छौँ त लङ टर्ममा सस्टेनेबल तरिकाले पैसा कमाउन सक्छौँ है। अब यही क्यान्डलको आधारमा इन्ट्री गर्न मिल्दैन। भोलिका दिनमा मार्केट पोजिटिभ हुन्छ भने चाहिँ हामीले हेरौँला। तर हामीले अब नेप्से भन्दा पनि स्टकहरू हेर्दा बेटर हुन्छ। स्टकमा आइपिओवाला स्टकहरू चलिरहेको छ, अपरेटर फसेको स्टक चलिरहेको छ र त्यही स्टकहरूमा ट्रेड अपर्च्युनिटीहरू हेर्न सक्नुहुन्छ। धेरै ठुलो टार्गेट नराख्नु होला। 20 रुपियाँ 40 रुपियाँ 50 रुपियाँ 60 रुपियाँ आउँछ भने त्यो एरियामा निस्किनु होला। बल्क क्वान्टिटीमै किन्नु भयो भने पनि हामीले 20 रुपियाँ 30 रुपियाँ 40 रुपियाँ 50 रुपियाँ खायो भने पनि हामीलाई पुग्छ है। अहिले मार्केट बढेर 3000 जाने टाइपको एकुमुलेसन पनि देखिया छैन। चान्सेस भने 2800 लगभग यो हामीसँग फेयर भ्यालु ग्याप त्यो एरियासम्मको चान्सेस चाहिँ छ है त। नेप्सेको कुराकानी यति नै भयो। र हजुरहरूको लागि एउटा इम्पोर्टेन्ट अपडेट छ। हाम्रो बेसिक टु एडभान्स स्मार्ट मनी कन्सेप्टको क्लास चलिरहेछ। फिजिकल चाहिँ चलिरहेछ नेप्से ट्रेडिङ कोटेश्वरमा 8 बजेदेखि 9 बजे र साँझ 5 बजेदेखि 6 बजेको छ। त्यो क्लासको लागि इन्ट्रेस्टेड हुनुहुन्छ भने चाहिँ यो नम्बरमा हजुरले वाट्सएप पनि गर्न सक्नुहुन्छ। र अनलाइन क्लास चाहिँ हाम्रो अब आउने सन्डेदेखि चाहिँ बेसिक टु एडभान्स स्मार्ट मनी कन्सेप्टको अनलाइन क्लास पनि हुँदैछ। त्यो क्लासको लागि इन्ट्रेस्टेड हुनुहुन्छ भने पनि यो नम्बरमा वाट्सएप गर्न सक्नुहुन्छ। र यसमा चाहिँ हजुरले 1 वर्ष प्रिमियम ग्रुप वाच लिस्ट बाई सेल रिकमेन्डेसन ग्रुप फ्रीमा पाउनुहुन्छ। हामीले बेसिकबाट नै एडभान्स स्मार्ट मनी कन्सेप्ट सिकाउँछौँ। यो सिकिसकेपछि हजुरहरूले मार्केटको बारेमा कसैलाई केही पनि सोध्नु पर्दैन। कुन सेक्टरमा बिग मनी लागिरहेछ, कुन स्टकमा बिग मनी लागिरहेछ, कुन स्टक बढ्नेवाला छ, कुन स्टक एकुमुलेसन भइरहेछ, कुन स्टक डिस्ट्रिब्युसन भइरहेछ, मार्केट लिड गर्ने स्टकहरू कसरी पत्ता लगाउने, स्विङ ट्रेडको लागि स्टकहरू कसरी पत्ता लगाउने, जिरो लेभलदेखि हिरो लेभलसम्म हामीले सिकाउँछौँ। त्यो क्लासको लागि इन्ट्रेस्टेड हुनुहुन्छ भने चाहिँ यो नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ। फिजिकलमा फन्डामेन्टल एनालाइसिसको क्लास पनि हुन्छ। त्यो चाहिँ सन्दीप सरले लिनुहुन्छ। टेक्निकल एनालाइसिस बेसिक टु एडभान्स स्मार्ट मनी कन्सेप्टको क्लास चाहिँ म आफैले लिन्छु। स्क्रिनमा देखाएको नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ। 1 वर्ष चाहिँ हजुरहरूले हामीले गाइड गर्छौँ, सपोर्ट गर्छौँ र वाचलिस्टहरू बाई जोन स्टप लस टार्गेट चार्ट सहित हालिदिन्छौँ। त्यसबाट हजुरहरूले आफैले 1 वर्षपछि चाहिँ हजुरहरूले आफैले एनालाइसिस गरेर किन्न पनि सक्नुहुन्छ है त।
आजलाई यति नै भने भिडियोलाई लाइक गर्नु होला, कमेन्ट गर्नु होला, राम्रो लाग्छ भने शेयर पनि गर्न सक्नुहुन्छ र युट्युब च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला। स्ट्र्याटेजी एउटा सिम्पल सुपर 10 लगाउनुहोस्, एमएससीडी लगाउनुहोस्, एउटा सिम्पलै स्ट्र्याटेजी लगाउनु भयो भने पनि प्रॉफिटै गराउँछ, लस हुन सक्ने चान्सेस एकदमै कम हुन्छ। तर सिस्टम स्ट्र्याटेजीमा बस्नु चाहिँ पर्यो है त। सुपर 10 लगाउनुहोस्, एमएससीडी लगाउनुहोस्, आरएसआई स्मथ एमए लगाउनुहोस्, जुनसुकै लगाउनुहोस्, तर एउटा स्ट्र्याटेजी आफ्नो स्टकमा लगाउनुहोस्, त्यो स्ट्र्याटेजीलाई फलो गर्नुहोस् र त्यो स्ट्र्याटेजीमा मास्टर गर्नुभयो भने चाहिँ मार्केट डाउन ट्रेन्डमा होस्, साइडवेज होस्, अप ट्रेन्डमा होस्, कमाउने पक्का नै हुन्छ है। हस्, आजलाई यति नै भने भिडियोलाई लाइक गर्नु होला, कमेन्ट गर्नु होला, राम्रो लाग्छ भने शेयर पनि गर्न सक्नुहुन्छ र कमेन्टमा केही पनि लेख्ने कुरा पाउनु भएन भने चाहिँ आफ्नो स्टकको नाम चाहिँ लेखिदिनु होला। र अर्को भिडियोहरू हामीले विकलीमा हजुरहरूलाई सिकाउने टाइपको ट्रेनिङहरू, क्लासहरूको बेसिक टेक्निकल एनालाइसिस, एडभान्स चार्ट प्याटर्नहरू, एसएमसीहरूको भिडियोहरू विकलीमा बनाउने गरेको छौँ र अबको भिडियो के को बारेमा बनाऊ भनेर त्यो पनि कमेन्ट गर्न सक्नुहुन्छ। त्यसको बारेमा पनि हामी फेरि भिडियो बनाउने नै छौँ है त। थ्याङ्क यू सबैजनालाई।